मामासँग नमस्ते गर मामा माइजूलाई। हे अस्तिकै वर्ष गरेको त हौ, कति गर्नु? फेरि गर। यो किन मातिएको यति साह्रो? केही छैन बहिनी, केही छैन। बच्चाहरू यस्तै त हो नि। बच्चा भनेर छोड्दियो भने त टाउकोमा टेक्छ नि भाउजू। बच्चा पनि के भन्नु हौ जेठानी, पहिलेदेखि नै मेरो बिहे गरिदिनु, मलाई साथी चाहियो भन्छ। यस्तोलाई के बच्चा भन्नु? के बोल्छ यो मान्छे फेरि? छाला चिलाउँदैछ हो तिम्रो? दाजु भाउजू किन त्यहाँ उभिनु भएको? आउनु न यता बस्नुहोस्। के लिनुहुन्छ तपाईहरू? चिसो तातो के ल्याऊ? मेरो लागि चिसो। मेरो लागि चाहिँ तातो है। भयो बहिनी छोड्दे, अहिले केही खानु मन छैन, पछि खाउँला। नयाँ वर्षको माहौल छ, यसो गफसफ गरौँ न सुरुमा। गफ नै गर्नु थियो भने फोनमा गरेको भए पनि भइहाल्थ्यो नि। यहाँ चाहिँ किन आउनु पर्यो त? स्याबास। को हो त्यो स्याबास भन्ने? यहाँ मेरो छोरा बिग्रिन लागिसक्यो, तँ चाहिँ स्याबास भन्छस्? होस पुऱ्याएर बोले अबदेखि। वाह क्या एक्टिंग कर रहा है। बहिनी तेरो घरमा त दुई जना